हेलो यो उकालो चढिरहेको बेला टाइम थोरै घटाएर भनिदिने साह्रै खुसी लाग्दो रहेछ कि जय जय हो जय जय हो। हेलो एभ्रिवान, गुड मर्निङ है। मेरो नयाँ भिडियो नयाँ भ्लगमा स्वागत छ हजुर सबैजनालाई। आज चाहिँ हाम्रो यात्रा पञ्चासेको, आज बाला चतुर्दशीको दिन। अनि स्याङ्जा पर्वत काशीको सङ्गम स्थान अथवा तिनटाको चाहिँ एउटा चाहिँ धार्मिक स्थल पञ्चासे सिद्ध बाबा है को यात्रा गरेका छौँ। आज चाहिँ हामी यहाँबाट समथिङ तपाईँको 2-3 घन्टा हिँड्नुपर्छ। अनि बाबा हुनुहुन्छ मसँग। अनि यहाँबाट चाहिँ मेरो घरबाट देखिने हिम श्रृङ्खलालाई हेर्नुहोस् टक्क होइन। बिहानको मौसम चिसो मौसम, यात्रा पञ्चासेको है त साथीहरू। ल हिम श्रृङ्खला अनि गाउँको घर माछाफुसो हिमाल। अनि यो चाहिँ मेरो गाउँ बस्ती है त सर र ल हेर्नुहोस् त स्कुल है साथीहरू। ल यो हाम्रो स्कुलबाट देखिने हिम श्रृङ्खला टक्क है। यो माछाफुसो हिमाल पोखरा, यो साइड हाम्रो पञ्चासे चाहिँ यो बाटो है, जङ्गलै जङ्गल। अनि चाहिँ यो हाम्रो स्कुल बच्चापनको यादहरू छ यहाँ। हामी चाहिँ यो भनमा पढ्थ्यो, भर्खरै भन नयाँ बनेको थियो त्यतिखेर है। ल ल साथीहरू, हामी चाहिँ अहिले कहाँ आइपुग्यो त भन्नु त, कुन ठाउँ यो? ल हेर्नु त यहाँ हाम्रो गाउँको आमाहरू पुरै दिदीहरू। यो बहिनी चाहिँ हिँड्न सकेन, दाइले बोक्नु छोड्छ। यहाँबाट हेर्नु त हिम श्रृङ्खला कस्तो दामी देखियो साथीहरू टक्क। ओहो यो चुत्रो भन्ने हेर्नु साथीहरू, यो चुत्रो हो कि चुत्रो होइन, यसलाई त भुत्रो भन्छन्। भुत्रो है, यो अलिकति शब्द चाहिँ रङ भयो, तर मैले बच्चापनबाट सुन्दै आएकै यसलाई भुत्रो हो भुत्रै भन्ने है त। चुत्रो भन्दा क्या भुत्रो भन्ने हुन्छ कि हाम्रोमा चाहिँ यसलाई भुत्रो भन्छन्। यहाँ फल्याएर यसलाई पक्कै यो खाँदाखेरि त्यो ठ्याक्कै चुत्रो हुन्छ नि, मसिनो कालो कालो गेडा फल्या हुन्छ कि तपाईँको। अब एउटा ड्रोन भइदियो भएछ त्यहाँ टक्क 3, 2, 1 गो भन्दा चाहिँ हेर्न भने त ड्रोन छैन। बिस्तारै बिस्तारै सबै कुरा राम्रो भएछ, हजुरको साथ सपोर्ट मिठो पाइएछ भने त्यो कुराहरू पनि बिस्तारै बिस्तारै म्यानेज गर्दै जाउँला है साथीहरू है त। वेलकम पञ्चासे लेक है त। टक्क घाम लाग्यो यहाँ त, कस्तो मिठो घाम लागेको। ओहो आनन्द आएको थियो। हिँड्दै हुनुहुन्छ ल हेर्नु त, सही देखिएछ। घाम लागेपछि त ल बाला चतुर्दशीको दिन होइन। कहाँ आइपुग्ने अझै कति छ? यहाँ पो आइपुग्नु भयो अझै कति। हामी चाहिँ फाइनली सीता बाबा मन्दिर चाहिँ आइपुग्यो। यहाँ पनि एउटा सीता बाबा मन्दिर हुनुहुन्छ, माथि पनि एउटा सीता बाबा मन्दिर हुनुहुन्छ। यहाँ चाहिँ एउटा पोखरी छ। मैले सुरुमा हामी सानोमा देख्दाखेरि चाहिँ पोखरी माथिसम्म थियो, अहिले चाहिँ सुकेको रहेछ साथीहरू। अनि हामी चाहिँ अब सतबिज छर्ने तयारीमा छौँ। सतबिज चाहिँ हेर्नु अब यो टक्कै ल जय जय हो 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 जय जय हो। ल सम्पूर्ण भक्तजनहरूलाई चाहिँ सीता बाबाले रक्षा गर्नु। दामी टपमा आइयो साथी हामी। ओहो यो सेम हाइट छ कि हो यो? सेम हो। दामी देखिएछ त होइन? ल है त हिम श्रृङ्खला हेर्नु त। अझै हामी सीता बाबा मन्दिर पुगिसकेको छैनौँ। यहाँबाटदेखि हिम श्रृङ्खला चाहिँ दामी देखिएछ है। माछा उसी भन्दा नजिकै छ साथी। ल पछि ती गाईहरू त्यत्र छरिएर ती ऋषिमुनिहरूलाई पुरेर बसेको हजुर भन्ने किम्वदन्ती हामीले सुन्न पाइन्छ। हजुर यो ठाउँको महत्त्व एकदम चाहिँ अति अपरम्परा महत्त्व बोकेको ठाउँ हो धार्मिक दृष्टिकोणले। हजुर यो ठाउँलाई विकास गर्नको लागि पर्वत स्याङ्जा र कास्की हजुर तिनै जिल्लाले हरेक क्षेत्रबाट यो ठाउँको अझै विकास गर्नुपर्ने आवश्यकता देखिन्छ। हजुर भन्दै मैले पञ्चासेमा जे जति कुराहरू बुझेँ, मैले सुनेका कुराहरू समक्ष राख्ने अवसर मिल्यो। अरूलाई भरि धन्यवाद दिन चाहन्छु। जय सिद्ध बाबा। बाबा पुरा इन्टरभ्यू दिँदै आउनु भएको त? इन्टरभ्यू दिँदै आउनु भएको त?
ए ए 15-20 वर्षपछि भेट भयो भलो बनाउँदै हुनु रहेछ कहाँ हो गर्नुभएको रामजा ए 15-20 वर्षपछि उठाउनु रहेछ 85 खुसी लाग्यो मन्दिर चाहिँ उता होइन बाबा मन्दिर अब यहाँ चाहिँ तपाईँको यो चाहिँ अब 85 को उता अहिले ऋषिमुनिका गुफाहरू ए ऋषिमुनिको गुफा हुन् पहिला क्या संरचनाहरू अब यहाँबाट हाम्रो पूजाआजा सुरु हो पूजाआजा यहाँबाट सुरु गर्नुपर्छ अब हजुर यहाँबाट पूजाआजा सुरु गर्दै हामी चाहिँ माथि सीता बाबाको मन्दिरमा पुगेर हाम्रो चाहिँ जुन उद्देश्य छ घन्टी झिन्नाउने त्यो चाहिँ पूजा आराधना गर्ने गरेर फर्कन्छौँ ल चिया गर सबैजना यो बहिनीहरूलाई भ्लगमा आउने पञ्चायत आइपुग्नु भयो होइन ल धन्यवाद त्यसैले मोदी आश्रित निवासी कृष्ण प्रसाद ढुङ्गनाज्यूबाट यस पञ्चायत क्षेत्र विकास समितिलाई रु 500 रुपियाँ प्रदान गर्नुभएको छ उहाँ लगायत उहाँका सम्पूर्ण परिवारजनहरूमा यस पञ्चायत सिद्ध बाबाको आशीर्वाद लागोस् त्यो घरमा सधैँ सुख शान्ति र समृद्धि छाइरहोस् र त्यो घरमा सधैँ दक्षिणले बास गरियोस् धन्यवाद सही देखिँदो रहेछ नि त यहाँ रहेछ नि त राम्रो ठाउँ त 85 25 17 हाइट है त यहाँबाट देख्ने हिम श्रृङ्खला सही होइन त ल प्रमुख सीता बाबा मन्दिर यहाँ त फाइनली ल नाच हुँदै यहाँ चाहिँ मैले हरि भन्छु मैले जय जय हो जय जय हो जय जय हो ल सिद्ध बाबा मन्दिर है त बाबा जानु माथि फाइनली सिद्ध बाबा मन्दिर है साथीहरू जय जय हो जय जय हो जय जय हो ल सिद्ध बाबा मन्दिर सबैको कल्याण गर्नु सबैको रक्षा गर्नु एकचोटि सिद्ध बाबाको सबैजनाले चाहिँ दर्शन गरिदिनु होला सिद्ध बाबालाई देखाउँछु म एकचोटि है सिद्ध बाबालाई है त रक्षा गर्नु सबैजनाको सिद्ध बाबालाई है त ल सिद्ध बाबा है मेन सिद्ध बाबा ल यहाँ चाहिँ यस्तो परम्परा छ तपाईँको झन्डा ल्याएर यो घन्टी ल्याएर झुन्डाउने चलन छ है ल साथीहरू पूजापाठ भयो अब चाहिँ हामी खाजा खाना लाग्यो अवसर चाहिँ हाम्रो खाजा आयो रोटी तरकारी ल रोटी तरकारी खाजा खाना सुरु कालो चिया हो रोटी त मजाले यहीँ बना ल हेर्नु त यहाँबाट यो 85 भ्यू टावरबाट देखिने हिम श्रृङ्खला होइन तर तपाईँको अहिले चाहिँ बादल यतापट्टि धौलागिरी हिमाल थियो यो देखिएन होइन अनि यतापट्टिबाट आएर माछापुच्छे अन्नपूर्ण होइन अनि तपाईँको ठ्याक्कै यो ब्याक साइडमा चाहिँ पोखरा भ्याली देखिन्छ यताबाट तर अहिले चाहिँ यो मौसम त्यति क्लियर नभएर देखिएको रहन्छ होइन ए आइपुग्यो हो कहाँ बहिनी आफै त कसरी आउने बोक्ने अरे ल लाग्यो साथीहरू अब चाहिँ 50को यात्रा सकियो आजलाई चाहिँ फेरि अर्को भिडियो लिएर आउने बाचा गर्दै फेरि बहिनीहरू पनि भेटिहाल्नु भयो हेलो ल है त आउँदै गर्नु है त लाग्यो है त जम्मा 15 मिनट है अब 15 मिनट उकालो जम्मा 15 हजुर 25 मिनट आमालाई 25 मिनट अरूलाई 15 मिनट धेरै बेर छैन यो उकालो चढिरहेको बेला टाइम थोरै घटाएर भनिदिने साह्रै खुसी लाग्दो रहेछ कि यो अहिले भर्खरै मैले भोगेको पीडा भएर हजुरलाई सेयर गर्दैछु जम्मा 15 मिनट है धेरै बेर लाग्दैन बिस्तारै जानुहोस् हजुर 15 मिनट धेरै लाग्दैन है 10-12 घन्टा लाग्ने पुग्नु पर्यो अब 15 मिनट पुगिन्छ है त अब धेरै लाग्दैन 15 मिनट होइन 15 मिनट खुसी हुँदै जानु न 15 मिनट भनेपछि त हजुर
होइन बिस्तारै हिँड्दा नि पुग्नुहुन्छ बसेर त भन्दैन हिँड्न पर्यो 15 मिनटमा पुगिन्छ बल्ल चाहिँ अघि हामी बिहान आउने बेलामा चाहिँ एकदम चाहिँ घुइँचो थिएन अहिले चाहिँ एकदम घुइँचो बढेको छ भिडभाड बढेको छ बिस्तारै बिस्तारै जानुस् धेरै बेर लाग्दैन 15 मिनटमा पुगिन्छ है त होइन दुईतिरबाटै हो यता उता दुईतिरबाट हो उताबाट बाटो पनि उताबाट आमा पक्का हुनुपर्छ 50 जानेको भिड हेर्नुहोस् त राम राम घुइँचो त ल हेर्नुहोस् बिहारको लाम त पछि मान्छे सबै अहिले भिड लाने भनेको मान्छे पुग्दा त भयो अनि यो मान्छे पुग्दा त त्यो मन्दिरमा अट्ने ठाउँ नै हुँदैन किन नआउनु मान्छे त बिहान त हामीले आउने बेलामा त खासै धेरै मान्छे देखेको होइन अहिले चाहिँ मान्छे एकदम धेरै आउनु भएको छ भन्ने कुरो बल्ल देखिँदैछ है त ल है ल भाइरल दाइ ल के छ ठिक छ भगवानको नाम जप्दैछ मुकालो चाहिँ सहज हुन्छ जय जय हो जय जय हो अनि अनि टाढै रहेछ नि ल आराम गर्दै जानुहोस् है बिस्तारै बिस्तारै जानुहोस् है आनन्दले राम राम मान्छेको भिड त पछाडि त्यति अगाडि त्यति 50 जानेको भिड है यो ल बाला चतुर्दशीमा 50 जानेको भिड जय जय हो जय जय हो मान्छे त कति आएछ न सम्पूर्ण उर्लिएछन् लौरी लैदिहाले हजुर तँ पनि देखियौ ल ल राम्रो पनि बहिनी देखेको भाइरल हो नि हरे गोविन्द नमः शिवाय नमः शिवाय नमः शिवाय ल नारायणम नारायणम 1 घन्टा लाग्दैन अब आइसक्यो पुग्ने बेला भयो नाति जानुस् पुग्ने बेला भयो आधा घन्टा पनि लाग्दैन पानी पर्दैन पर्दैन आज पानी पर्दैन ढुकाउनुस् आज यत्रो भक्तजनहरू आउनु भएको छ आजै पानी पर्यो भन्ने हो नि त बिचोक भइगयो नि त आज पानी पर्दैन ढुक्क हुनुहोस् आराम जानुहोस् धेरै बाटो छैन हेलो हामी चाहिँ टाइममा गएर आएछौँ होइन आमा अनि राम्रो भयो पाइयो मन्दिरमा मजाले गएर पूजा गर्न पाइयो घुम्न पाइयो होइन त पूजा राम्रोसँग अब त यो हुलमा कसरी पूजा गर्छन् यो हुलमा हेर्नु त मान्छेको हुल राम राम अहिले बल्ल हुल त घुइँचो त यसकरी घुइँचो बढेछ बल्ल ल तालमा फर्किसक्यौँ हामी चाहिँ
सिद्ध बाबा पुगेर पनि तालमा फर्किसक्यौँ है त। तालमा अघि हामी बिहान आउने बेलामा त त्यति घुइँचो थिएन, अहिले चाहिँ घुइँचो बढ्यो होला एकदम जस्तो लाग्यो मलाई, किनभने यहाँ अहिले हुल एकदम बढिसकेको छ। यहाँ त ल ल ल बढेछ बढेछ। ए जय जय हो जय जय हो। आहा बढेछ बढेछ। तोरण सोरण ल्याएर टाँगेको छन् अहिले। के छ गुलमन दाइ? ल अहिले चाहिँ घुइँचो बढेछ साथीहरू यहाँ। ल अहिले चाहिँ ए जय जय हो जय जय हो जय जय हो। नाच्दै नाच्दै जाउँ है, भगवानको नाम जोड्दै नाच्दै नाच्दै जाउँ। ल है ल जय जय हो जय जय हो। जय जय हो जय जय हो। ल अहिले चाहिँ घुइँचो बढेछ, अहिले बाजा रहन्छ नि। अघि हामी बिहान आउने बेला त खासै थिएन, अहिले चाहिँ हामी चाहिँ गएर फर्किसक्यौँ। जय जय हो जय जय हो। हेर्नु त जानलाई नि अहिले त बाटै चाहिँ यहीँ जाम पर्न थालिसक्यो है। अनि राम राम राम। पछि यहाँ चाहिँ हाम्रो यो सिद्धबरा युवा क्लबले चाहिँ यो बाटोसाटो सफा गर्ने सबै यो आज जस्तै तपाईँको यो पैसा चाहिँ क्लबले कसरी उठेर आज भने अब हिजो चाहिँ आज चाहिँ बालाचन्द्रसँग मेला लाग्ने भएपछि हिजै बाटो सरसफाइ गर्ने यहाँ यताउति सबै कुराहरू व्यवस्था पनि मिलाउँछ। अनि आज चाहिँ त्यसैको अलिअलि चाहिँ चन्दा उठाउने काम गर्छ साथीहरू होइन। यहाँ आर्मीको शिविर पनि आएर बसिरहेको रहेछ। कहाँको खोज्रो चाहिँ हो? सिरी नम्बर 23 पिए गुलमा। ए बागलुङ बागलुङ 23 पिए गुलमा बागलुङ। ल पञ्चासेको दर्शन गरौँ है साथीहरू।